हेलो फ्रेन्ड्स, आज चाहिँ म मेरो फुपू किरण अनि दिदी घुम्न जाँदैछौँ। कहाँ भन्दाखेरि नारायणी, जसलाई हामी राजा बसेको घर पनि भनिन्छ। अनि त्यहाँभित्र चाहिँ फोनहरू सामानहरू लान पाइँदो रहेछ। अनि फाइनली हामी नारायणी पुगिसकेपछि टिकट काटिसकेर भित्र घुस्यौँ, हेऱ्यौँ, सबै कति राम्रो रहेछ। त्यसपछि हामी बाहिर निक्लेर फोनहरू झिकेर लोकरबाट अनि हामीले फोटोहरू खिच्यौँ। अब फेरि हामी धरहरा हेर्न जाँदैछौँ। मलाई चाहिँ बाटोमा हिँड्दा हिँड्दै चराले अघि थियो अनि फुपूले खुसी दिनुहुँदैछ। धरहरा पुग्न आँट्यो। अब यहाँनिर दिदीले टिकट काट्ने ठाउँ सोध्नु हुँदैछ। यो चाहिँ मैले बाहिरबाट भिडियो गरेको हो। हामीले टिकट काटिसकेर भित्र घुस्यौँ। भित्र चाहिँ यस्तो रहेछ। हाम्रो क्रियन चाय पनि यहाँ हुन्छ। फाइनली हामी धरहरा आइपुग्यो। वाउ, यहाँ त कति राम्रो भ्यू रहेछ। काठमाडौँ होल देखिँदो रहेछ। प्लस कति मिठो हावा आएको यहाँ। मलाई चाहिँ एकदम राम्रो लाग्यो। प्लस मलाई पुरै गर्मी लागेको थियो। अहिले यहाँको मिठो हावा खाएर शीतल भयो। यहाँ खिचेको केही तस्बिरहरू मिठो हावा खाइसकेर हामी तल गयौँ अनि फेरि फोटो क्लिक गरेँ। यो चाहिँ अर्थक्वेकले भत्काएको रहेछ पहिलाको धरहरा। फाइनली अब हामी धरहरा हेरिसकेर घर फर्किँदैछौँ। हामी ट्याक्सीलाई खोज्दैछौँ। अहिले बल्ल बल्ल ट्याक्सी भेट्यौँ। अब हामी घर जाँदैछौँ। यो भिडियोलाई म यही एन्ड गर्न चाहन्छु। थ्याङ्क यू फर वाचिङ। लाइक दिस भिडियो एन्ड सब्सक्राइब एन्ड थ्याङ्क्स फर वाचिङ।